5 बजी बन्द भएको भाटभट्टी नि होइन चाबी खोली चाबी कसले दियो तोड जे होस् तपाईँ हुनुहुन्थ्यो तपाईँले अब प्रमाण ल्याउनुहोस् ल कसले गर्यो भिडियो छ भिडियोमा मान्छेहरू छ हो भोलि राज्यले अनुसन्धान गर्छ भने सुन्नु न भोलि राज्यले अनुसन्धान गर्छ भने भिडियोमा को छ ती मान्छेहरू अनुसन्धानको दायरामा आउँछ होइन भनिसकेपछि भाटभट्टिनीसँग चल्ने मान्छेहरूको तपाईँको त्यहाँनिर प्रतिशोध त्यहाँनिर चाहिँ भएको रहेछ नि त भन्ने बुझिँदैन एउटै तपाईँको चाहिँ खाली छैन मेरो माइक प्रयोग भयो त्यही भन्नुभएको त्यो आएर प्रमाणित छ भन्नुभएको माइक यस्तो छ सुन्नु न मेरो माइक मेरै रहेछ त्यही भन्नुभएको छ उहाँले फिङ्गर प्रिन्टहरू छ अरे त्यहाँ हो फिङ्गर प्रिन्टहरू छ अरे भनेको क्या त्यो चाहिँ उहाँलाई कस्तो कुरा गरेको है तपाईँले कस्तो कुरा गरेको तपाईँ जतिको पत्रकारले जहिले त्यस्तो कुरा गर्न मिल्छ तपाईँको जस्तो यो क्यामेराले होइन तपाईँको चाहिँ खिच्यो यस्तो क्यामेरा त्यहाँ हुन्छ कि हुँदैन अनि क्यामेरा प्रयोग गरेर आयो होइन तपाईँको चाहिँ यो प्रयोग गरेर आयो भनेर हुन्छ मैले चाहिँ नि त्यसरी कुनै मान्छेलाई निर्देशन दिएको म त शान्ति चाहने मान्छे हो रगत होइन पसिनाले भिजाउँ यो देश श्रम रोपी लह फलाउँ यो देश भनेर गीत गाएर श्रम गरेँ कति भयो तपाईँलाई थाहा छ कति भयो मैले श्रम गरेको तपाईँले भन्नु त त्यो खालको मान्छे मैले त्यही बयान पनि लेखेको छु होइन शान्तिपूर्ण आन्दोलन के अरे सोमबार जेनजी आउने भन्ने भयो मैले के भनेको छु शान्तिपूर्ण होइन सबैजनाले चाहिँ नि शान्तिपूर्ण तरिकाले उपस्थिति मात्रै हुँदा पनि दबाब भइहाल्छ नि होइन किन तोडफोड नै गर्ने कुटाकुटी किन गर्ने भनेर मैले त्यत्रो सन्देश दिइराखेको छु अब तपाईँको माइक प्रयोग भयो भने चाहिँ छक्क पर्छ त्यस्तो माइक मेरो मात्रै छ छक्क पर्छ अनि यो नहुने कुराहरू लगाएर अब कोही मान्छे त्यस्तो चाहिँ पोख्त प्रमाण छ भने राज्यले फेरि तपाईँको चाहिँ यसमा चाहिँ आयोग गठन गर्छ धरानको पूर्व जनप्रतिनिधिले तपाईँमाथि प्रश्न बार उठाउनुको कारण के यस्तो लाग्छ उहाँको त तपाईँको चाहिँ त्यो के अरे एउटा अपराधिक तपाईँको चाहिँ नियत हो होइन हर्क साम्पाङ जस्तो तपाईँको चाहिँ साराले मन पराएको यति कुरा बुझ्नुहोस् यदि मलाई मन नपराएको रहेछ भने त्यो नगरपालिका हुन्थ्यो आज हुन्थ्यो है धरान मात्रै एउटा छैन एउटा सिंगल पालिका हो जहाँ तोडफोड भएन सरकारी आगजनी भएन क्या सरकारी अफिसमा है अनि त्यस्तो तरिकाले राम्रो शासन चलाएर बसेको मान्छे अब उहाँ तपाईँको विरोधी उहिलेदेखि विरोधी खेमाको भनिराख्नुहुन्छ नि के मिडिया खबरको लागि प्रमाण छ भने लिएर आउनु नि त नि ठ्याक्कै होइन प्रमाण छ भने लिएर आउनु होइन प्रमाण केही छैन हावामा चाहिँ नि माइक बोल्यो त माइक त तपाईँको पनि हुन्छ प्रमाण छ भने लिएर आउनु होइन प्रमाण केही छैन